ल भन के भने नेट 5G चल्छ के 5G चलेको नेट बोलेको सुनिनु होइन मैले मोबाइल किनेर के भयो त भ्लग बनाएँ त मैले अरे हो कि साडु आएको 1 महिना पुरा भएको थिएन च्याप्पै मोबाइल कि मैले त मोबाइल त राम्रो थिएन किन्नै पर्ने मोबाइल दुनियाँले हेर्छ मान्छेले मोबाइल पुरा लिएर हातमा लिएर सुन्नु न म भन्छु मोबाइल त मैले नकिन भनेको किन भनेको हो अनि त्यहाँबाट मोबाइल किन्नु त मैले भनेको नकिन्नु भनेको होइन मोबाइल किन्ने जानु मलाई पुरै म मोबाइल किन्न गए पनि भएर एक वचन पनि भनेको होइन कि सुन्नुभयो नि तपाईँले सुन्नुभयो नि फोन किनेर म घर आएर मैले देखाएको नि तिमीलाई अरे म फोन किन्न गएको कुन मोबाइल किनौँ बुढी भनेर भन्नुभयो घरमा आएपछि फोनै आउँदैन फोनै लाउँदैन कहाँ गएको यो मान्छे भनेर अङ्कललाई पनि फोन गरेँ अङ्कलले पनि फोन अरे फोन त सुन्नु पहिला अङ्कलले फोन उठाउनु भएन अनि पछि अनि मैले हाने ननिस्टप हाने गर्दाखेरि अनि बल्ल तपाईँले मैले मोबाइल किनेर आएँ भनेर फोटो हाल्नु फोन चाहिए त फोन किने मैले फोन किने अरे फोन त चाहियो त्यो मैले फोन किन्यो भनेर होइन कि तपाईँले मलाई एकचोटि नि सोध्नु भएन कि बुढी म मोबाइल किन्न जान्छु भनेर एक वचन सोध्नु भएन कि अनि मैले त्यति बेला कस्तो मर्को मैले त नकिन्नु भने जस्तो यसरी बुढाउँछ मलाई मैले तपाईँले किन भने कुरो तपाईँलाई नसोधिकन गरेर किन्यो भने तपाईँलाई रिस हुँदैन मन दुख्दैन रिस त होइन मन दुख्दैन रिस उठेकै हो अब होइन अब तैँले फोन किनेछ अब मलाई फोन चाहियो भने भन म किनिदिइहाल्छु गर अब यो फोन छ होइन यो फोन छ अब यो भन म अरू किनिदिन्छु ल किन्छु त म भनिरहेको छु म अब किन्छु अब कहिले दिन आउँछ तैँले किन्छु किन्न त किन्छु भनिरहेको नि अनि तपाईँ एक वचन मैले अघि दिन भनेको होइन त्यो दिन बिहान तपाईँले मलाई फोनै गर्नु भएको थिएन अब मैले सोचेँ अब बिजी होला भने त्यो दिन बिहान मैले बिना काममा फोन किनेँ अरे बिना काममा फोन किने भनेको कि तपाईँले मलाई एकचोटि पनि सोध्नु भएन कि फोन किन्नु अघि दिन सोधेको भोलि त्यो फोन किनिदिन मैले अब काममा हतार भयो अनि हतारमा गएर अब फोन किन्ने भन्नु कन्फर्म भएको थिएन अब त अब गाडी धुन जाने बेलामा बिहान फोन किन्ने भयो त ल जानु पऱ्यो भन्ने पुसाइने कुरा भयो अङ्कलले भन्नु म गएँ अनि किनेर लिएर आएँ अब बारबाटै अब मैले फोन किने अब मन पऱ्यो लिएर आएँ अनि यता आएर देखाएँ ल बुढी यस्तो फोन किनेछु भन्नु अनि के भयो त अनि अहिले अनि यत्रो लगभग 8-9 महिनाको कुरा निकाल्ने मलाई अरे 8-9 महिना भने तपाईँले त फोन किन्ने बेलामा ए बुढीलाई म मोबाइल किन्न लागेँ भनेको भयो नि मेरो बुढाले मलाई त मोबाइल किनेर आएछ त मैले मोबाइल किनेँ नि बुढी भयो नि त जसरी भयो नि मैले त्यही दिनमा भयो नि फोन किनेर लगभग नभनी किनेर राखेर एकचोटि चाहिँ बुढी काम छुट्टी भएर 15-16 दिन 1 महिनामा घर आउँदाखेरि मैले भनेको भयो त अँदाखेरि लुकाएर राखेर यसरी नभने फोन किन्ने बित्तिकै मेरो गल्ती यहीँनिर हो नि त अब मैले किन्दै देखाइनँ किन्दै त ल मैले यो कलरै यस्तो मल यो यति ऱ्याम भएको यति जिबी भएको मैले यसरी किन्न लाग्छु भन्नु भएन त्यही गल्ती भयो तर मैले घर आएर भने नि त मलाई ऱ्याम स्याम होइन कि तपाईँले एकचोटिमा बुढी मैले मोबाइल किन्छु भने भन्नु भएन भन्न खोजेको मैले अघिल्लो दिन भने मैले भोलि त्यही दिनमा